देश बेच्ने केपी शेरबहादुर र प्रचण्डलाई अब जवाफदेही बनाउनु पर्छ। नेपाल वीर गोर्खालीहरूको देश, तर आज हाम्रो भूमि हामीसँग छैन। हाम्रो नेताहरूको लाचारीले गर्दा हाम्रो सिमाना सानो हुँदै गएको छ। सगरमाथाको आधा भाग चीनले कब्जा गरिसक्यो। भारतले लिपुलेखदेखि मेचीसम्म मिचिसक्यो। 3 दशक भयो। यी भ्रष्ट नेताहरूले कुनै आवाज उठाए? कुनै कदम चालियो? कतै तपाईँ पनि यस्तो नेताहरूलाई फेरि जिताउने गल्ती त गर्दै हुनुहुन्न? नम्बर 1, देशको भूभाग हराउँदैछ, सरकार चुप छ। नेपालको भौगोलिक अवस्था 2045 सालपछिको नक्सा हेर्नुहोस्। लिपुलेख, लिम्पियाधुरा, कालापानी यी सबै हाम्रो भूमि हो। तर भारतले यहाँ सडक बनायो, सेना बसायो। हाम्रो नेताहरूले के गरे? ट्विटरमा 1-2 लाइन लेखेर राष्ट्रवाद देखाए, बस। चीनले सगरमाथाको आधा भाग आफ्नो नक्सामा राख्यो। के केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डले यो मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाए? छैन। बरु चीन र भारतसँग झुक्ने, आफ्नो कुर्सी जोगाउने अनि जनतालाई राष्ट्रवादको ढोग देखाउने। अब तपाईँले सोध्नुपर्छ, हाम्रो माटो मिचिँदा किन चुप बसेको छौ? नम्बर 2, किन गुणस्तरीय स्वास्थ्य र शिक्षा निशुल्क भएन? संसारका विकसित देशहरूमा शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी हो, तर नेपालमा गरिब मर्नु परे मरोस्, तर नेता र उनीहरूका परिवार विदेशमा उपचार गर्न जान्छन्। शिक्षामा लगानी किन नगर्ने? गुणस्तरीय सरकारी अस्पताल किन नबनाउने? महँगा निजी अस्पतालको जालो किन नतोड्ने? नेताहरूले यसमा चासो किन राख्दैनन्? किनकि शिक्षित जनता उनीहरूको विरोधी बन्छन्। स्वस्थ जनताले उनीहरूका झुटलाई पेल्न थाल्छन्। अब तपाईँ आफै सोच्नुहोस्, कहाँ छ हाम्रो स्वास्थ्य सुविधा? कहाँ छ सुलभ शिक्षा? नम्बर 3, बेरोजगारीको दलदल, जनता विदेशी न बाध्य। नेपालमा युवा किन विदेश जान बाध्य छन्? सरकारले के भन्छ? हामीले रोजगारी सिर्जना गरिरहेका छौँ, तर सत्य के छ? प्राकृतिक स्रोतहरू दोहन गरियो, तर उद्योग खोलिएन। सरकारी कार्यालयमा काम गर्न पैसा तिर्नुपर्छ। ठुला व्यवसायीहरूसँग सेटिङ गरेर लघु उद्यमहरू दबाइयो। हामी विदेश गएर अर्बौं रुपैयाँ रेमिटान्स पठाउँछौँ, तर सरकार त्यो रकम भित्राएर आफ्नो ऐस गर्न मात्रै प्रयोग गर्छ। यदि सरकार सक्षम हुन्थ्यो भने के तपाईँको छोराछोरी विदेश पसिना बगाउन जान्थे? नम्बर 4, भ्रष्टाचारमा नेताहरूको सञ्जाल। नेपालको कुनै पनि विकास परियोजना समयमै किन पुरा हुँदैन? किनभने 50 लाखको योजना 50 करोडमा बनाइन्छ। काम गर्ने भन्दा पनि कमिसन खानेहरूको लिस्ट लामो छ। नेता, कर्मचारी र ठेकेदारहरूको सेटिङमै देश चल्छ। नेपाली जनतासँग कर असुल्ने तर विकास नगर्ने सरकार चाहिन्छ। अब तपाईँले प्रश्न गर्नुपर्छ, हाम्रो पैसा कहाँ गइरहेको छ? नम्बर 5, स्वतन्त्र नेताहरूमाथि प्रहार किन? बालेन शाह, रवि लामिछाने जस्ता नेताहरू किन तानाशाही सरकारका लागि खतरा बने? किनभने उनीहरूले सिस्टमको ढोका हल्लाउन थाले। उनीहरू जनताको आवाज बने। उनीहरू भ्रष्टाचार विरोधी भए। तर के भयो? बालेनलाई काम गर्न नदिने षड्यन्त्र सुरु गरियो। रविलाई झुटा मुद्दामा फसाउने प्रयास गरियो। अब तपाईँ सोच्नुहोस्, सिंहदरबारमा बस्नेहरू किन डराए? अब तपाईँ के गर्ने? अब पनि चुप लागेर बस्ने? अब पनि तिनी भ्रष्टहरूलाई भोट दिने? हामीले आफ्नो मतलाई हतियार बनाउनु पर्छ। अब यो सन्देश सबैलाई फैलाउनुहोस्। अबको चुनावमा सोचेर भोट दिनुहोस्। अब सबै मिलेर देश बेच्नेलाई नङ्ग्याउनुहोस्। एमाले, काङ्ग्रेस, माओवादी र यिनीहरूका आसेपासेलाई 0 भोट दिएर सहयोग गरिदिनुहोस्। सन्देश यो छ कि देश हाम्रो हो, बचाउनु पर्छ। अब तपाईँको निर्णय के?